साइन्स हजुर तपाईँलाई एउटा म क्वेसन सोधेँ है त गाई काउ थाहा छ नि गाईको कतिवटा लेग हुन्छ 4वटा स्पिक इन इङ्ग्लिस It has 4 legs. मिलेन कसरी 4वटा भन्नुहुन्छ तपाईँ कसरी 4वटा हुँदैन सर जम्मा 4वटा त हुन्छ त्यसको पछाडिपट्टिको पुच्छर चाहिँ के मैले गर्ने पुच्छरले हिँड्छ र मैले गर्ने अनि सर पुच्छरले हिँड्छ र हामीले यस्तो एटिट्युड देखाउनु भयो भने म्याम युआर फायर है नानी सर अब तपाईँले सरासर सही कुरालाई गल्ती भन्नुहुन्छ भने मलाई फायर गरे पनि मलाई केही आपत्ति छैन म प्रिन्सिपलसँग शिकायत गर्छु यस्तो बारेमा गर्नुहोस् मैले केही गल्ती गरेको छु भने मलाई त्यसमा केही पनि आपत्ति छैन कुन टिचर हो तपाईँ इङ्ग्लिस टिचर इङ्ग्लिस टिचर ओके टकिङ इङ्ग्लिस तपाईँले नेपालीबाट म भन्छु तपाईँले इङ्ग्लिसबाट भन्नुहोस् म तँलाई म कान्छुलाई इङ्ग्लिसबाट ट्रान्सलेट गर्नु त ल I will give you one punch. यही हो इङ्ग्लिस यही त हो त सर नेपालीबाटको ट्रान्सलेट यही हो तपाईँ सिकाउनुहोस् न दाजुले कस्तो हुन्छ हेर्नु कसरी भन्छ आई विल बिट पक्की बक नाकमा पक्की बक चाहिँ कसले भन्छ पक्की बक नभन्ने You have not said that word. मिल्यो के भने बुझ्या हजुरले पहिला भक्ति भक भन्नु भएन एक पञ्च मात्रै